राजुनाथ पाण्डेलाई जोगाउन बालेनको जापान भ्रमण रद्द। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अन्तिम घडीमा जापानको यात्रा रद्द गरेका छन्। शहरी विकास योजना सम्बन्धी कार्यक्रममा सहभागी हुन हिजो त्यता प्रस्थान गर्नुपर्ने उनले अन्तिम समयमा कार्यक्रम स्थगित गरेका हुन्। वैदेशिक भ्रमणमा जाँदा कार्यवाहक दिनुपर्ने भएपछि भ्रमण रद्द गरेको स्रोत बताउँछ। यतिखेर महानगरमा नगर प्रहरी बलका अवैध प्रमुख एसएसपी राजुनाथ पाण्डेलाई हटाउनुपर्ने सर्को आवाज उठिरहेको छ। आफ्नो अनुपस्थितिमा कार्यपालिका बैठक बसेर उनलाई निकाल्ने डरले बालेनले भ्रमण कार्यक्रम नै स्थगित गरेको स्रोतको दाबी छ। लामो समयदेखि कार्यपालिका बैठक बसेको छैन। राजुनाथ पाण्डेलाई कारबाही गर्नु पर्ला भन्ने डरले कार्यपालिका बैठक टार्दै आएका थिए। विदेश जाने भएपछि उपमेयरलाई कार्यवाहक दिनै पर्यो। उपमेयरको नेतृत्वमा बसेको बैठकले उनलाई हटाउँछ कि भन्ने भएका कारण उनले भ्रमण रद्द गरेका हुन्, स्रोतले भन्यो। नगर प्रहरी प्रमुख एसएसपी पाण्डे काम हुन्। कामको अवधि 6 महिनाको हुने भए तापनि उनी बालेन आएदेखि सोही जिम्मेवारीमा छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई ढोकामै रोक्ने उनको दादागिरी बढेको बताउँदै कर्मचारीहरूले उनलाई कारबाहीको माग सहित ज्ञापन पत्र समेत बुझाएका थिए। उनलाई हटाउनु पर्ने भएपछि मेयरले लामो समयदेखि कार्यपालिका बैठक रोकिरहेका छन्। यता महानगरका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले मेयर जापान गए नगएको बारे जानकारी नभएको बताए। उनले भने खोइ उहाँ जानुभयो कि भएन जानकारी छैन, उनले भने।